हेलो सिस्टर, को हुनुहुन्छ? हजुर के होला? मेरो यो फेसको फेसियल गर्नु थियो, ट्रिटमेन्ट गर्नु थियो। कति पर्छ होला? ए त्यो त किट हेरेर हुन्छ। आउनुस् न, बस्दै गर्नुस् न है, म सोधिदिन्छु नि है। हस्। फोन पो आएछ त, कृतिकाको आएछ। हेलो हेलो म्याम, हजुर यहाँ एकजना आउनु भएको थियो। उहाँको चाहिँ एकदम एक्टिभ पिम्पल्स रहेछ कि एक्नेहरू रहेछ। फेसियल गर्न आउनु भएको छ? हजुर हजुर, उहाँ के अरे फेसियल गर्न आउनु भएको छ, फेसियल ट्रिटमेन्ट गर्नलाई। हाम्रो त्यही नयाँवाला त्यही एक्नेको किटले गरिदिनु होला नि होइन? हो, त्यही नयाँ किटले गर्ने होला, एक्नेको किटले गर्ने हो। हजुर हजुर, कति लिने हो प्राइस? 3500मा गर न, 3500मा। कति भन्नु बोले? 2500। 2500 हजुर 2500। मैले त 3500 पो सुनेको थिएँ। चिज जमाउनु गरिहालौँ। हस्। पैसा गरिहालौँ है। ए हुन्छ, बस्नु न, गरिहाल्नुहोस् है। पेमेन्ट कसरी गर्नुहुन्छ? मलाई क्युआर दिनु न, म क्युआरबाट। ए हस्, ल दिनुहोस्। पेमेन्ट भयो है? हजुर 2500 है। हस्, हालिदिइसकेँ। हस्, आउँदै गर्नु होला है। हस्, हुन्छ। 3500 भन्नुभएको थियो त, 2500मा गरिदिनु भयो। उल्टो सुन्नुभयो जस्तो छ। ठिकै छ, मलाई पनि 1000 फाइदा भयो। के भयो, त्यो बहिनीले 2500 गरेर गयो नि। गरेर जानुभयो नि। देख्यो त, डिस्काउन्टै दिनु परेन नि। अब फेरि अरू कस्टमर आउँदा पनि यस्तै गर्नुपर्छ। हजुर